आफूभन्दा सिनियर दादा दिदीहरू जो हुनुहुन्छ उहाँहरूसँग पनि आइडिया लिनुहोस्। म अब के गर्दा ठिक हुन्छ, के स्किल सिक्दा ठिक हुन्छ, हजुरहरूले उहाँमा के क्षमता चाहिँ देख्नु भएको छ हैन, अहिलेसम्मको अन्तरालमा चाहिँ के गर्दा बेस्ट हुन्छ जस्तो लाग्छ त्यो क्वेसन्स गर्नुहोस्। उहाँले कहिले हजुरलाई आफ्नो क्षमता आफू देखिन्न कि कहिलेकाहीँ अरूले भनिदिएपछि हजुरको त तपाईको त यसमा पो छ त, यो गर न, तिमी त यो गर न भन्ने भइसकेपछि तपाईँ त्यसमै लाग्नुभयो भने के हुन्छ, त्यो अनुसारको पछि त्यही आफ्नो स्किललाई इन्हान्स गर्दै जानुहुन्छ। अब परिवारहरूको कहिलेकाहीँ के हुन्छ, कोहीले आफ्नै दिदी दादाहरूले लेखिरहँदाखेरि तपाईँले एकदम राइटिङ राम्रो लेख्नुहुन्छ भनेपछि त अब तपाईँको इन्ट्रेस्ट होला नहोला, तर तपाईँलाई चाहिँ उहाँहरूले चाहिँ के तिमी कन्टेन्ट क्रिएटर बन न, कन्टेन्टहरू लेख, वेबसाइटको लागि तिमीले त्यो अनुसारको कन्टेन्टहरू लेखिदिन सक्छौ। साथसाथै अहिले त धेरै कन्सल्टेन्सीहरू, कोही एब्रोड जान चाहने हैन स्टुडेन्टहरू पनि हुनुहुन्छ, उहाँहरूको लागि एकदम राम्रो इङ्ग्लिस छ भनेपछि एसओपी लेखिदिन सकिन्छ हैन, लेटर अफ इन्टेन्ट लेख्न सकिन्छ, कतिको प्रपोजल लेख्न सकिन्छ हैन, त्यो अनुसारको एउटा असिस्ट गर्न सकियो त्यो फिल्डको लागि।